यहाँ ए हो बाग्लुङ बस परेन यहाँ माथि कसको हेरेको लुगा त्यो माथि जाने टायर मात्र बाल्नु होला कोही छैन अनि त्यसको त्यही भएर पुरा धुवै धुवै भएको बसको गाडी अलि फेरि बाटो हेर है लडेर फेरि दुइटै बिहान साथी गफ दिन्छ बाटो खिड्की होला यो भएको कन्ट्रोल गर्छ त नि कहाँ सक्ने यिनीहरू सक्दैन अहिले चोक चोकमा गल्ली गल्लीमा छ देशैभरि आज काट्नुमा त कति छ यस्तो त त्यो हाम्रो घर जाने बाटो नि काट्नु हो पुरा बाटोभरि टायरमा राखेको छ एउटा छैन बाटो आयो जिरो जिरो आयो के हो अब यिनीहरू त्यतिकै बसिरहेको हुन्छ जम्मै यिनीहरू गयो भने कम दिएर हुन्छ कुकुर भागेको छोरा चाहिँ देखेन कुकुर नानी भागेको क्या बाटोमा यो फुन्टो क्या अस्ति एकता काट्नु यसरी झन्डा बोकेर हिँड्ने बित्तिकै चुक्राप झाप काट्थ्यो नि त यिनीहरूले त्यही भएर क्या आफ्नो देशको झन्डा पनि बोक्न नपाउने त्यो जिरोमा है त्यो बाले नै मुखमै भन्थे नि होइन माओवादी बाटोपट्टि नि खुवायौँ ब्रो खुवाइर हो 4 करोडको जग्गा दान गरेको नि त एमएलए लास्टी त्यसले त्यो मिलबहादुर गुरुङले क्या केटीको भरोटे क्या त्यसले पुलिसले त्यसो गरेको सुरक्षा लिन आफै भित्र बसे है अब के हो त पुरा प्लेन जस्तै छ त यार घरको छानाको ट्याङ्की रहेछ यो पानीको ट्याङ्की हो कि ए कार्यालय रहेछ नि त होइन यो पुलिस प्रशासन हो यो 5-6वटा कार्यालय जस्तै भएछ नि ल छैन ल एउटा नि बन्दी प्ले साइड जाने
यहाँ योभन्दा त कहिले हुन्छ त राजाको उसमा नि भएको त्यस्तो भएको सब केपी डिड द मिस्टेक हो कि त्यो हो क्या खास हिजो त्यत्रो मान्छे नमारेको भए केही हुन्थेन यिनीहरू शान्तिपूर्ण आन्दोलन गर्थ्यो बस्थ्यो हामी अहिले लेक साइड एरियामा छौँ चलिरहेको छ अझै प्रोटेक्सनहरू पेस भइरहेछ दुनदुनी छ त्यहाँ सबै टायर बालेर हेर्न त्यता पो रहेछ बिहान खतरा है अनि ढिलो आएछ नि त यहाँ हेर्नु त्यो कालो कत्रो त्यस्तो भएको त्यो टायरको राग हो कि जमजम एउटा मात्रै गाडी मिला सर्ला मिलमा त भाइबे मिला त अझै भन्छ रहेछ कस्तो गराले त्यो टायरको है बिचरा खैरेहरू भयो भने त बर्बाद हुने बन्द है यिनीहरू त यहाँ खैरेहरू छन् लेफ्ट साइडमा त्योहरूले चाहिँ सेफ राख्छ क्या होटेल यिनीहरूले केही नै गर्दैन गर्नु चाहिँ होटेलकोहरूले सेफ राख्छ त्यो भिजा सकिनेहरू त गाह्रो हुन्छ नि बिचरा बगैँचाकोहरूले कहाँ लाखाले होला बगैँचामा बसेकोहरूले कहाँ लाखाले होला बगैँचामा को थियो के थियो र खास होटेल हो के बगैँचा रिजोर्ट कसको थियो र त्यो सन्चै हुनुहुन्छ क्या आइया यार ये जो पर जान लगा फिर दही हुआ काट्नुमा पुरा पैसा छ र त्यहाँ माथिबाट के शेरबहादुर घरबाट पाएछ बिचरा फ्यानहरू के जम्मा गरेर राखेको छ बाइक चाहिँ 50 लाख पऱ्यो यहाँ जर्नीलाई गर्छ तीन किसिमले खुवामा बाख्राहरूले यार त्यो पछाडि रहेछ 12 कुन होटेलमा हो फेरि किलोभन्दा पछाडि हो त्यो के हो किलो उतापट्टि हेर्नु कस्तो बनेको बिचरा ओह त्यो होटल रहेछ नि त हेर त विच वान द्याट होटल कसको त्यो पुरै जलाइदिएछ यार त्यो त
जाओस् एकचोटि चाहिँ क्रासिस चाल्ने भयो नेपालमा फेरि